अब यहाँ त मम्मी बाबाहरू त हुनुहुन्न, अब हुन्छ नि नेपालमा जस्तो अब मम्मीले पकाएको खाना त खान पाइँदैन, बाउले बनाइदिएको घरमा त बस्ने यहाँ त ठाउँ हुँदैन, घरमा गएर अर्का घरमा बस्ने बित्तिकै बसेको दिनबाट पैसा चार्ज हुन्छ, खाएको सीतादेखि पैसा चार्ज हुन्छ। सो इच एन्ड एभ्रिथिङ काउन्ट्स इन मनी, होइन, मनीमा कन्भर्ट हुन्छ। सो नेपालबाट ल्याएको रुपियाँ त्यो त धेरै समय टिक्दैन क्या। त्यही भएर इच एन्ड एभ्रिथिङ तपाईँहरूले चाहिँ पहिले विचार गर्नु चाहिँ हजुरहरूको लागि बेस्ट हुन्छ। अब खाना पकाउने कुरामा लिएर, खाना पकाउने कुकर, डाडु पन्यौ प्लेट, आफ्नो मन परेको प्लेट्सहरू, कपहरू, मगहरू हुन्छ नि, आफूलाई मन परेको अट्याचमेन्ट भएको कुराहरू ल्याउन मन छ चाहिँ ल्याउँदा हुन्छ, त्यो पनि ठिकै छ। तर त्यो चाहिँ अब फुट्न सक्ने सिरामिकको आइटमहरू छ, अलिक वेट बेसी हुन्छ भने चाहिँ त्यो कुराहरूलाई चाहिँ हजुरहरूले एक्सक्लुड गर्न सक्नुहुन्छ, किनकि यहाँ डलर ट्री भन्ने सब हुन्छ, फ्यामिली डलर भन्ने सब हुन्छ, जुनमा चाहिँ अलिकति चिपर अमाउन्टमा हजुरहरूले त्यही सामान पाउनुहुन्छ। सो यु डोन्ट ह्याभ टु वरी अबाउट इट। नेपालकै जतिकै रेटमै पाइन्छ फेरि यहाँ। अनि फेरि अर्को प्रब्लम चाहिँ के भन्छ, प्लेट्सहरू ल्याउँदाखेरि चाहिँ नेपालको प्रायः जस्तो भाँडाकुँडाहरू चाहिँ माइक्रोवेभ गर्न नमिल्ने हुन्छ क्या, इट्स नट फर माइक्रोवेभेबल भनेर लेखेको हुन्छ क्या। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अब माइक्रोवेभ बढी युज हुन्छ होइन। इच एन्ड एभ्रिथिङ हामीले च्याट्ट तताउनु पऱ्यो, अब बिहान कफी खानु पऱ्यो, दुध लगाएर ततायो, कफी हाल्यो, इन्स्ट्यान्ट कफी घोल्यो खायो होइन। सो माइक्रोवेभ गर्न नमिल्ने भाँडा भयो भने त यसै पनि किन जानुपर्छ।